भाइ पनि भाइ तिम्रै परिपरि रहँदा यो मनले थाहा पाउँछ। सो हेलो फ्रेन्ड गाउँ मस्त भएको प्यारो ब्लगर नाम चाहिँ एसटी मगर अनि अब सबजना सन्चै आर्मी हुन्छ म पनि त सन्चै आर्मी छु अनि तपाईँहरूलाई मनैबाट स्वागत वेलकम छ मेरो न्यू भ्लगमा। अनि आज चाहिँ अनि पर्वत पनि आइसक्यो पर्वत ओड गरेर थिएँ अनि अहिले चाहिँ हामी चाहिँ तपाईँसँगले अहिले पर्वतको के काम गरेँ सिम निकाल्ने काम छ अनि त्यस काममा चाहिँ हामी जान लागेको। अहिले चाहिँ समथिङ कति बज्यो 12 ठ्याक्कै 12 बजेको घाममा अहिले चल्दिन लागेको कोलपुरतिर। अनि घरमा चाहिँ मम्मीलाई चाहिँ कहाँ जान्छ भन्नुहुन्थ्यो अनि मैले चाहिँ यहीँ हो भनेर तर हामी केटाहरू चाहिँ चप्पलमै कहाँ कहाँ पुगिदिन्छ त्यो केटाहरूलाई मात्रै थाहा छ। ओइ माफ पहिलाको भ्लगमा पनि एकचोटि यिनले बाइक कुदाएको बेलामा क्या पुरै चाहिँ आज नि उल्लास छ त्यो यस्तो उयो गर्छु। माया अनौठो यो किन मुस्कान मेरो यो थाम्नै डिजे लाग्यो छिटो कन्टेन्ट क्या पुऱ्यो यार तपाईँसँगले मलाई डर लाग्यो धेरै स्पिड हान्ने होइन क्या उयो उता किटले कस्तो हेरेको अनि तपाईँसँगले क्याब चाहिँ खस्छ अनि डर्दैन अनि त खसिहाल्यो अब उल्टो उगिरहने ल धन्यवाद टिकटले कति हेरेको भाइ पनि भाइ ल धन्यवाद। मैले क्याबलाई यसरी चाहिँ हेरिरहेको थिएँ त्यति बेला पनि स्त्री हेरेर दिइरहेको थिएँ अनि त्यो पनि हेरिरहेको थिएँ ठ्याक्कै क्याबतिर हेर्दा हेर्दा क्याब समात्नै बिर्छ अब त भाउनमा कन्टेन्ट मिल क्या कन्टेन्ट यस्तै हुन्छ मा अस्ति पनि क्याब उडेर अनि हाम्रो आर्मी क्याब अस्ति धानबारीमा अस्ति झन् क्याब धानबारीमा खोजा गर्छ बस्न सायद क्लिप होला त्यो होला छ होला सायद त्यो क्लिप कुन क्लिप थियो खै यार पठाइदिन्छु र म मेसेज गर्छु। ऊ चाहिँ एउटा केटी चाहिँ त्यो केटीले हामीलाई पढाउँछ कि कम्प्युटर क्लास त्यो अवस्था गरेर सायद कम्प्युटर क्लास त त्यही केटीहरूले बाहनाले गइन्छ पढ्ने त त्यस्तै हो स्कुलमा त्यत्रो पढ्यो एकचोटि पढ्दैन अब यो कम्प्युटर क्लासमा के पढिन्छ। त्यो क्याबलाई चाहिँ डिक्कीमा हाल्नु पऱ्यो क्या फेरि उडाएर हान्डर बस। अनि अर्को हाम्रो मेन कुरा के हो भने चाहिँ हामी चाहिँ विदाउट लाइसेन्स हामी त्यहाँको मान्छे यहाँ कोलपुरमा आइदिएछौँ। मामाहरूलाई देख्न सक्नुहुन्छ मामाहरू चाहिँ धेरै आइरहेको छ मामा चाहिँ धेरै है अहिले हामी फाइनली गएछ एनटिसीमा। तिमी फर्स्ट टाइम आएको फर्स्ट टाइम आएको दुईजना कता हो के हो केही थाहा छैन अनि बेसी कस्तो हुन्छ राम्रो आन्टीहरू दिदीहरू पनि हुन्छ त्यो गाइज ल सोध उता सोध्ने हो कि कता हो के भन्ने अब सिम निकाल्ने त्यही नै अर्को हुँदैन होइन त्योमा के हुन्छ यो नयाँ नम्बर हानेपछि मात्रै आउँछ यो नयाँ सिम अब ट्रेनमा राख्ने त्यसपछि पुरानो हराएर बन्द गरेपछि यही चालु हुन्छ त्यो चालु हुँदैन। मेरो पनि यस्तै हो मेरो नम्बर हराएको थियो अब त्यो पुरानो नम्बर सिम मेरो चाहिँ केटा फोनको चाहिँ चार्ज सकेर थियो अनि चार्ज सकेको थियो नि ठ्याक्कै आन्टीले चार्ज लाउनु भयो आन्टीलाई धन्यवाद छ है अब त्यहाँ चार्ज लाउने हुन्छ चार्ज लाउनु चाहिँ केटा हो आइफोनको यो प्रब्लम भनेको। फाइनली गाइस सिम चाहिँ निस्किसक्यो बल्ल 1 घन्टापछि अब यसरी जानुपर्ने हुन्छ हामीहरू गान्तोक टाउस। त्यही हो तपाईँहरूले पनि सिम निकाल्नु छ भने यहीँ आउनु होला नेपाल टेलिकम एनटिसीको होइन सेवा सुविधा एकदम दामी चट्ट लाएर छ। 20 रुपियाँमा सिम निस्किरहेको छ जनवरी 2081 सालको उपहारमा। अनि यो
के अरे डाटा भोइस ब्याक र डाटा पनि फ्री पाइरहेको छ भोइस प्याक र डाटा प्याक पनि सबै फ्री यहाँ आएपछि त्यही सबैजना आइदिनु होला अझै हामी चाहिँ तपाईँ हाम्रो हिमाल साथीकोमा गएर छोटो भेटघाट हान्नुपर्ने हुन्छ अब उतै गएर भेटौँला त्यही हो गाइज लभ यु सो मच छोटोसँगले हामीहरू चाहिँ हाम्रो साथीकोमा आइसक्यौँ यहाँ चाहिँ मट्काको छ है देख्न सक्नुहुन्छ हाम्रो लुरे भ्लग दाइको सिधिदेऊ कस्तो भइरहेको छ हाम्रो बिजनेस लो भएको किन छोटोसँगले अलिकति सिनेमेटिकमा हेरिदिनु त्यही हो गाइज H-on. Stop playing. Stop playing. Stop playing. कोलुको भाइरल रोडै जो पनि यहाँ आउँछ भिडियो सिडियो बनाउन देख्न सक्नुहुन्छ यही भोलितिर पोलो खेल आउला अनि हाम्रो गोलपार्क यही हो गोलपार्क भनेको भाइरल गोलपार्क म त मोटो नगरेको H-on. Stop playing. Stop playing. Stop playing. Yeah, ooh, wow. Yeah, I'll be your last one, girl. You be my only one. Never feel lonely when I be with you. Tell me I will never lose you. I say you will never lose too. So don't give up, girl. Falling to the floor. I love you so deeply. Love you so deeply, girl. So hold my hand, girl, don't leave. I just want you to be with me. I love you so deeply. Love you so deeply, girl. Girl, don't be shy when I touch you. Yeah. अनि गाइस तपाईँसँग यहाँ चाहिँ हाम्रो रङ्गशाला बन्न लागेको छ है तेरो बिगानेर अनि को हेर्न चाहनुहुन्छ आउनु होला अहिले चाहिँ बन्दैछ पछि बनिसकेपछि म तपाईँहरूलाई भन्नेछु तपाईँहरू चाहिँ आएर गेमहरू हेर्न सक्नुहुन्छ भने गाइस अहिले चाहिँ यतिकै चलिरहेछन् त्यही हो गाइस अहिले मोबाइल उडाउँदा फेरि मोबाइल अनि केटा पर्वतको चाहिँ अनि भाउजूले चाहिँ स्कुटी घरमा चाहियो भनेर फोन गरिराख्नु थियो अनि त्यही फोन गरेर चाहिँ अनि पर्वत चाहिँ त्यहीँ मलाई यहीँसम्म छोडेर चाहिँ गयो घरतिर अनि यहाँदेखि चाहिँ म घरसम्म चाहिँ हिँड्दै पैदल चाहिँ हान्नुपर्ने हुन्छ घाममा टिलिक्क ठ्याक्कै 1 बजे चाहिँ केटा हो 1 बजे अब घाममा गाँठ पेलाएर म जानुपर्छ अनि अर्को मेरो यो त के बाल लाएन यसमा चाहिँ अलिक के बाल लाएन है तर अर्को मलाई बाल लागेको कुरा के हो भनेपछि मैले पर्वतको डिकीमा के अरे मेरो क्याप अनि मेरो फोनको चार्जरहरू त्यहीँ राखेको थिएँ त्यहीँ छुट्यो अब घर गएर पर्वतलाई म्यासेज गर्छु अनि अहिले फोन गर्नुहुन्थ्यो यहीँ होला नि तर फेरि पैसा पनि छैन 0 ब्यालेन्स प्लस लोन तानेछ अझै अनि त्यही भएर म चाहिँ अब घर गएर पर्वतलाई फोन गरेर अनि त्यो चार्जको कुरा गर्छु त्यो यहाँ चाहिँ घाममा घर जानु परेछ म घर गएर बोल्छु त्यही हो अहिले म घर पुग्न लागेपछि बल्ल जानु पर्व छोडेर आएको मैले भर्खर हजुर छोडेर आएको अरे तिमी भर्खर आइपुग्यौ फेरि फर्केको थियौ क्या नाइ फेरि फर्केको थिएँ कहाँ छ त्यहीँ के अरे फोटो सपनिसम्म पुग्नु लाग्थेँ फेरि आयो घरतिर घर गएर फोन गर्ने हाल्ने तिम्रै के लक भनेको यो हो क्या लक पनि हो फक पनि हो सुरुमा फगा नि त्यसरी घर गएर त्यो सिनको के भन्छ त्यो मिलाउनु पर्ने हुन्छ हाम्रो चाहिँ एकैछिन हेर्नु घाम हानेर दिन्छ कस्टमरको घरमा पनि आइसक्यो है केटा मम्मी स्लिपिङ दियो अनि
अब चाहिँ त्यो सिम्पो के भन्छ त्यो भन्नुपर्ने हुन्छ हजुर म कोलबुर सानो काम थियो एकदम घाममा नै अब के हो त्यो गराउँछु अनि त्यो फ्यामिली तपाईँसँगले फरवर्ड पनि त्यो वाट्सएप साट्सएप बनायौँ सिमसिम बनायौँ त्यसपछि चाहिँ अनि ऊ पनि घर गइसकेको थिएँ अनि म चाहिँ कम्प्युटर क्लास मेरो 4 बजीदेखिको छ अनि अहिले चाहिँ भर्खर 5 कति बज्यो एकछिन अहिले टक्क 18:07 बज्छ कन्भर्ट है अनि पछि अहिले चाहिँ म ठ्याक्कै घर आएको अनि पछि अहिले लास्ट दिन निन्द्रा लागेको हिजो 2 बजी सुतेको नि त अनि लास्ट दिन निन्द्रा लागेको छ अनि अहिले चाहिँ म अब सुत्छु सुतेर चाहिँ उठेर अनि खानासाना खाएर एडिट गरेर भिडियोलाई हालिदिन्छु कि त अहिले हालिदिनु सक्छु अहिले मुडे अनुसार हो अनि त्यही हो अनि आजको भिडियो चाहिँ यति नै हुन्छ होला अनि कस्तो लाग्यो राम्रो लाग्यो भने सब्सक्राइब गरेर च्यानललाई भिडियो लाइक गरेर मिठो कमेन्ट छोडेर सपोर्ट अनि माया देखाइदिनु न हार्दिक अनुरोध गर्दछु अनि फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ सबैलाई बाई बाई हस्त जय नेपाल गुड नाइट